नमस्कार। आज मैले यहाँहरूका लागि रस भनेको के हो, कति प्रकारका हुन्छन् र विशेष गरी हामीले भाषण तथा उद्घोषण कलामा रसको कसरी प्रयोग गरिन्छ भन्ने कुराको जानकारीमूलक सामग्री लिएर आएको छु। कृपया यहाँहरूले यस भिडियोलाई अन्तिमसम्म हेरेर रसको विषयमा अध्ययन गर्न सक्नुहुनेछ। अब लागौं, रस भनेको के हो? रस भनेको के हो? श्रोता वा दर्शकको मनमा उत्पन्न हुने आनन्द, अनुभूति वा भावनात्मक प्रभावलाई रस भनिन्छ। रस भनेको के रहेछ त? श्रोता वा दर्शकको मनमा उत्पन्न हुने आनन्द, अनुभूति वा भावनात्मक प्रभावलाई रस भनिन्छ। रसको शाब्दिक अर्थ आनन्द हो। भाषा तथा उद्घोषण कलामा श्रोतालाई आकर्षित, भावुक, उत्साहित र प्रभावित बनाउन विभिन्न रस भावको प्रयोग गरिन्छ। यो कला मूल रूपमा प्राचीन ग्रन्थ नाट्यशास्त्रबाट आएको हो। भाषण तथा उद्घोषण कलामा रस प्रयोग गर्नु भनेको श्रोताको मन मस्तिष्कमा सही भावना सृजना गर्नु हो। नेपाली साहित्यमा रस 9 प्रकारका छन्। अब म तपाईहरूलाई रस झन् गहिरो तरिकाले कसरी बोल्ने, कहाँ प्रयोग गर्ने उदाहरणसहित बुझाउन गइरहेको छु। अब हेरौँ 9वटा रस के रहेछन् त? मुख्य रूपमा प्रयोग हुने रसहरू यस प्रकार छन्। श्रृङ्गार रस पहिलो रस हो। श्रृङ्गार रस प्रेम र आकर्षणमा, जस्तै मायालु, मधुर र आकर्षक भाषाले श्रोतालाई जोड्न प्रयोग गरिन्छ। जस्तै हामीले भाषण तथा उद्घोषण कलामा यसको विशेष गरेर स्वागत मन्तव्य वा प्रशंसा गर्दा उपयोगी हुन्छ। अर्को छ वीर रस, साहस र उत्साहमा प्रयोग गरिन्छ। प्रेरणा दिने, जोश जगाउने भाषणमा प्रयोग हुन्छ। देशभक्ति, सफलता, सङ्घर्षका विषयमा ज्यादै उपयोगी मानिन्छ। अर्को छ करुण रस, दया र संवेदनामा प्रयोग गरिन्छ। दुःख, पीडा वा सहानुभूति देखाउन प्रयोग गरिन्छ। 4 नम्बरमा हास्य रस छ। हाँसो र मनोरञ्जनका विषयहरूमा प्रयोग गरिन्छ। जस्तै श्रोतालाई हल्का वा रमाइलो बनाउने, बीचबीचमा सानो मजाकहरू गर्ने र रमाइलो र मजाकमा ध्यान केन्द्रित राख्नको लागि यसको प्रयोग गरिन्छ। अर्को छ रौद्र रस। 5 नम्बरको रस छ रौद्र रस। अन्याय, गलत कामको विरोध गर्दा प्रयोग गरिन्छ, तर सन्तुलनमा भने राख्नु पर्दछ। भयानक रस, डर र त्रासमा, खतरा वा चेतावनी दिन प्रयोग गरिन्छ। जस्तै नकारात्मक परिणाम देखाउँछ। 7 नम्बरमा छ विभत्स रस, यो घृणा, जस्तै गलत वा अशोभनीय कुराप्रति घृणा जगाउन यसको प्रयोग गर्ने गरिन्छ। नम्बर 8मा छ अद्भुत रस, आश्चर्य, नयाँ रोचक वा चमत्कारी कुरा प्रस्तुत गर्दाखेरि, श्रोतालाई चकित पार्ने कुरा प्रयोग गर्दाखेरि चाहिँ यस रसको प्रयोग गरिन्छ। यो अद्भुत रस। र अन्तमा छ 9 नम्बरमा शान्त रस, शान्ति, सन्तुलन, अन्त्यमा शान्त रस, सकारात्मक सन्देश दिनका लागि यस रसको प्रयोग गर्ने गरिन्छ। अझै हेरौँ यसलाई अझै डिटेलमा, अझै विस्तृतमा यस रसको विषयमा अझै हेरौँ। भाषण वा उद्घोषणमा सबै रस एकैचोटि प्रयोग गर्नु पर्दैन र एकैचोटि प्रयोग हुँदैनन् पनि। विषय अनुसार उद्घोषकले कुन रसलाई कहाँ प्रयोग गरिन्छ र कसरी प्रयोग गरिन्छ भन्ने कुरा जानेको पनि हुन्छ। 1 नम्बरमा छ शान्त श्रृङ्गार रस। सुरुवात, हामीले कार्यक्रमको सुरुवातमा जस्तै स्वागत गर्दाखेरि प्रयोग गरिने रस। जस्तै हामीले स्वागत गर्दाखेरि कसरी गर्छौँ त? हामीले स्वागत मन्तव्य राख्नु पर्यो भनेदेखि हामीलाई उद्घोषकले स्टेजमा बोलाइसके पछाडि हामी स्टेजमा गएपछि सबैभन्दा पहिला हामीले माइक्रोफोन लिइसके पछाडि हामीले सबैभन्दा पहिला कार्यक्रम सञ्चालकलाई धन्यवाद दिन्छौँ। जस्तै हामीले यसको अलिकति उदाहरण मैले राखिदिएको छु, यसलाई हेर्न सक्नुहुन्छ, प्रयोग गर्न सक्छौँ। जस्तै धेरै धेरै धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको यस कार्यक्रम, यस संस्थाद्वारा आयोजित यस कार्यक्रमका सभाध्यक्षज्यू
मञ्चमा आसीन प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू, बुद्धिजीवी, व्यवसायी, पेसाकर्मी, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकार मित्रहरू लगायत आजको यस कार्यक्रमको सभाहलमा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय महानुभावहरूमा हार्दिक नमस्कार साथै न्यानो अभिवादन टक्र्याउँछु, स्वीकार्नुहोस्। आजको यस पवित्र तथा विशेष कार्यक्रममा यहाँहरूलाई स्वागत गर्न पाउँदा म अत्यन्तै हर्षित र गौरवान्वित भएको छु। यो सुन्दर अवसरले हामी सबैलाई एउटै भावनामा बाँधेको छ। यसरी हामीले सम्बोधन अथवा स्वागत मन्तव्य व्यक्त गर्दाखेरि, यसरी सम्बोधन गर्दाखेरि हामीले यस रसलाई शान्त श्रृङ्गार रसलाई प्रयोग गर्दछौँ। अब हेरौँ अर्को 2 नम्बर, हास्य रस हल्का वातावरण बनाउनको लागि। जस्तै हामीले कार्यक्रम सञ्चालनको दौरानमा श्रोतालाई अथवा दर्शकलाई बोरिङ नहोस् भनेर बीचबीचमा केही हल्का रमाइलो, केही चुट्किला उखान टुक्काहरू जोडेर चाहिँ बीचबीचमा कार्यक्रमको माहौललाई अलिकति रमाइलो बनाउनको लागि हास्य रसको प्रयोग गर्ने गरिन्छ। जस्तै हाम्रो कार्यक्रम अझै रमाइलो र रोचक हुँदै जानेछ। आशा छ आज यहाँ बस्दा मोबाइलको ब्याट्री भन्दा तपाईँहरूको इनर्जी धेरै टिक्नेछ। आजको कार्यक्रम यति रमाइलो छ कि, यति राम्रो छ कि छुटाउनु भयो भने पछुताउनु पर्छ जस्ता यस्ता कुराहरूलाई राखेर हल्का अलिकति रोचक बनाउँदाखेरि हास्य रसको प्रयोग गर्ने गरिन्छ। अब लागौँ वीरसतर्फ। वीरस प्रेरणा दिने। प्रिय महानुभावहरू, जीवनमा सफलता प्राप्त गर्न साहस, मेहनत र दृढ सङ्कल्प आवश्यक हुन्छ। हामीले कहिले पनि हार मान्नु हुँदैन, किनकि प्रत्येक चुनौतीभित्र अवसर लुकेको हुन्छ। आजको यो कार्यक्रम पनि हामीलाई केही न केही नयाँ कुरा सिक्ने प्रेरणा दिनेछ। यसरी चाहिँ वीर रसको प्रयोग गर्ने गरिन्छ। अर्को छ नम्बर 4 मा करुण रस, भावनात्मक भाग। जस्तै जीवन सधैँ सजिलो हुँदैन। कतिपय अवस्थामा हामीले दुःख, सङ्घर्ष र पीडाको सामना गर्नुपर्ने हुन्छ। तर त्यही पीडाले हामीलाई अझ झन बलियो बनाउँछ। त्यसैले कहिले निराश नहुनुहोस्। यसरी यस्ता अभिव्यक्तिहरू व्यक्त गर्दाखेरि करुण रस, भावनात्मक भाग यसमा हामीले प्रयोग गर्ने गर्दछौँ। अर्को छ रौद्र रस, गलत कुराको हामीले विरोध गर्दाखेरि समाजमा घटिरहेका र हामी प्रति पनि भइरहेका गलत व्यवहार अथवा समाजमा भइरहेका गलत प्रवृत्ति विरुद्ध हामी लड्दाखेरि, त्यसको विरोध गर्दाखेरि हामीले रौद्र रसको प्रयोग गर्ने गर्दछौँ। हामीले समाजमा भइरहेका अन्याय, विभेद र गलत कार्यहरूको सधैँ विरोध गर्नुपर्दछ। चुप लागेर बस्नु समाधान होइन, आवाज उठाउनु नै साँचो साहस हो। यसरी रौद्र रसको प्रयोग गरिन्छ। अर्को छ नम्बर 6 मा भयानक रस, चेतावनी र सचेतना दिँदाखेरि। यदि हामी सचेत भएनौँ भने गलत बाटोले हामीलाई विनाशतर्फ लैजानेछ। त्यसैले सही निर्णय लिनु आजको हाम्रो आवश्यकता हो। यसरी अर्को छ नम्बर 7 मा विभक्त रस छ, घृणा जगाउने। हाम्रो समाजमा घटिरहेका विभिन्न घटनाहरू, विभिन्न भइरहेका क्रियाकलापहरू, घृणित क्रियाकलापहरू जो समाजलाई पाच्य हुँदैनन्, अपाच्य घृणित क्रियाकलापहरू हुन्छन्, त्यस्ता क्रियाकलापहरूको विरुद्धमा बोल्दाखेरि, घृणा जगाउँदाखेरि हामीले यो विभक्त रसको प्रयोग गर्ने गर्छौँ। हामीले समाजमा रहेका विकृति, भ्रष्टाचार र अशोभनीय कार्यहरूलाई घृणा गर्नुपर्दछ र त्यसको अन्त्यका लागि अघि बढ्नु पर्दछ। इक्जाम्पलको लागि यो भयो भने अब 8औं नम्बरमा छ अद्भुत रस, आश्चर्य र रोचकतामा आश्चर्य प्रकट गर्दाखेरि अद्भुत रसको प्रयोग हुन्छ। जस्तै जीवन साँच्चै अद्भुत छ, सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सक्छ। हामी सबैभित्र केही न केही क्षमता लुकेको हुन्छ। जस्ता हामीले अभिव्यक्तिहरू प्रयोग गर्दाखेरि अद्भुत रसको प्रयोग गर्ने गर्दछौँ। र अन्तमा छ नम्बर 9 मा छ शान्त रस, सकारात्मक सन्देश दिँदाखेरि यसको प्रयोग गर्ने गरिन्छ। अन्तमा म यही भन्न चाहन्छु कि हामी सबै मिलेर सकारात्मक सोच, राम्रो कर्म र आपसी सहयोगबाट सुन्दर समाज निर्माण गरौँ।
यहाँहरूको उपस्थितिले यो कार्यक्रम अझ सफल बनेको छ। यसरी कार्यक्रम अथवा आफ्नो भाषणको अन्त गर्दाखेरि शान्त रसबाट अन्त्य गर्ने गरिन्छ। यो त भयो मैले यहाँहरूलाई 9वटा रसलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा मैले यहाँलाई जानकारी दिएँ। पुरा भाषणमा रस मिलाउने तरिका, एउटा भाषणमा एउटै रस कहिल्यै हुँदैन। यसमा धेरैवटा रस प्रयोग गरिएको हुन्छ एउटै भाषणमा। त्यसकारण सुरुवातमा शान्त र श्रृङ्गार रसको प्रयोग गरिन्छ, शान्त श्रृङ्गार रसको प्रयोग हुन्छ। बीचमा हास्य अद्भुत रसको प्रयोग गरिएको हुन्छ बीचमा, भने मुख्य भागमा वीर करुण रसको प्रयोग गरिएको हुन्छ। भाषणको मुख्य विषयवस्तुमा जब हामीले सम्बोधन गरिसक्छौँ, भाषण गर्दा सबैभन्दा पहिला सम्बोधन गर्छौँ। सम्बोधन गरिसके पछाडि कार्यक्रमको विषयवस्तुमा जब हामी प्रवेश गर्दछौँ, त्यो मुख्य विषयवस्तुमा चाहिँ हामीले वीर तथा करुण रसको प्रयोग गरिन्छ। र भाषणको प्रकृति अनुसार यी रसहरूको पनि फरक हुन्छ। जस्तै सबै कार्यक्रमहरू एउटै प्रकृतिका हुँदैनन्। कुनै सन्देशमूलक हुन्छन्, कुनै चेतावनीमूलक हुन्छन्, कुनै अन्तर्क्रिया हुन्छन्, कुनै सांस्कृतिक कार्यक्रमहरू हुन्छन्। त्यसकारण कार्यक्रमको प्रकृति अनुसार भाषण तयार गरिएको हुन्छ र ती भाषण अनुसार हामीले यी रसहरूको प्रयोग गरिएको हुन्छ। जस्तै चेतावनी र विरोध, रौद्र भयानक विभत्स रसको प्रयोग गरिन्छ। यो पनि भाषणको मुख्य विषयवस्तुमा प्रयोग गरिन्छ। र अन्त शान्त रसमा जहिले पनि अघि हामीले भने जस्तै भाषणको अन्त गर्दा हामीले जहिले पनि शान्त रसमा अन्त्य गर्नुपर्ने हुन्छ। प्रयोग गर्ने तरिका, तपाईँले आवाजको उतार चढावलाई मिलाउनुहोस्, मुखाकृति मिलाउनुहोस्। आफ्नो फेस, आफ्नो अनुहारलाई मुखाकृति मिलाउनको लागि चाहिँ तपाईँले भाषण गर्नुभन्दा पहिला नै, भाषणको तयारी गर्दा घरमा नै तपाईँले ऐनामा हेरेर, मैले यो रसमा बोल्दाखेरि मेरो फेस कस्तो देखिएको छ भन्ने कुरा ऐनामा हेरेर पनि तपाईँले आफ्नो मुखाकृति मिलाउन सक्नुहुन्छ। र बिचबिचमा पज गर्ने हो। बिचमा लगातार कन्टिन्यू बोलेको कहिले पनि गर्नु हुँदैन। बोल्दै रोक्दै फेरि बोल्दै त्यो तरिकाले बोल्नुपर्ने हुन्छ। रस अनुसार टोन परिवर्तन गर्नुपर्छ। जस्तै तपाईँ बोल्दाखेरि तपाईँको अनुहारमा मुस्कान आइरहेको छ, तर तपाईँले चाहिँ वीर रसका शब्द प्रयोग गर्नुभएको छ भने त्यो रस र तपाईँको मुखाकृति मिलेको हुँदैन। त्यसकारण वीर रसमा बोल्दाखेरि जस्तै करुणमा स्लो बोल्ने र वीरमा स्ट्रङ भएर बोल्नुपर्ने हुन्छ। यसरी रसहरूको प्रयोग गरेर भाषण तथा उद्घोषण गर्ने अभ्यास गर्नुभयो भने तपाईँ एकदमै राम्रो उद्घोषक तथा वक्ता बन्न सक्नुहुनेछ। धन्यवाद। आजलाई यति नै।